गाइस, फेरि पनि स्वागत छ है तपाईहरुलाई मेरो सानो ब्लगमा। आज पनि हामी लोटस बनाउँदै कुरा गरौँ है। म चाहिँ कस्तो खालको मान्छे हो भने एकदम डराउने लजाउने मान्छेले ला मलाई के भन्छ होला छ्या अरूले के भन्ने हो कि भनेर म सधैँ डराउने अनि के मिस्टेक भयो भने ला मलाई कसले नराम्रो भन्छ कि भन्ने लाग्थ्यो कि म जस्तो को हुनुहुन्छ आफू डराउने आफ्नो भोइस सुनेर आफै तर्सिने म पनि त्यस्तै छु कि हैन। जति रियल लाइफमा छु नि त क्यामेराको अगाडि आयो भने त मेरो त बोली पनि नफुट्ने कि हैन। अरूको भिडियो देख्दा कसरी बनाएको होला मलाई पनि त्यस्तै बनाउन पाएँ भन्ने लाग्थ्यो कि अनि त्यसपछि मैले पनि ट्राई गरेको बोल्नलाई। जस्तो पनि तपाईहरु पनि म जस्तै क्यामेराको अगाडि बोल्न डराउनुहुन्छ भने आजदेखि ट्राई गर्नु ल। मैले पनि बिस्तारै सिक्दैछु, केही भुल भयो भने माफ गरिदिनु होला। अनि हामीहरू सबैजना नि आफ्नो काममा बिजी हुन्छ नि त सबैजना। म चाहिँ आजभोलि यो मेरो फ्लावरसँग चाहिँ एकदम पिरिङ बसेको छ कि म हर टाइम एनीवे एनीवेयर यति बनाउँछु कि गाइस। मैले बनाएको देखेँ भने तपाईँहरू नि छक्क पर्नुहुन्छ होला कि यति धेरै पिरिङ बसेछ कि मेरो साथीले भन्छ कि मेरो र यो फ्लावरको पिरिङ बसेको छ अरे। फास्टै गाइस मलाई जे कुरा म गर्छु भन्नु भने त्यो कुरालाई एकदम क्रेजी भएर रात दिन नभनिकन म बनाउँछु कि अहिले मलाई त्यस्तै फिल भइरहेछ कि यो फ्लावर बनाउँदा पनि चलिरहेको छ कि म सुत्दा उठ्ने बित्तिकै पनि खाली हुँदा पनि यही बनाउँछु, म ब्रेकमा बस्दा पनि यही बनाउँछु। मेरो त टोटली कामै यही भएको छ। इफ कसैलाई मैले बनाएको फुलहरू मन परेछ भने मलाई नि डिएम गर्न सक्नुहुन्छ। म चाहिँ तपाईँहरूलाई एकदम रिजनेबल प्राइसमा चाहिँ दिन्छु ल। आशा छ तपाईहरूले साथ सपोर्ट दिनुहुन्छ भने तपाईँहरूको साथ सपोर्टले अझै मैले नयाँ डिजाइनको फुलहरू लिएर आउने छु। इफ कसै इन्ट्रेस्टेड हुनुहुन्छ भने प्लिज मलाई डिएम गर्नुहोस्। म प्राइस एकदम रिजनेबलमा दिन्छु। नजिक हुनुहुन्छ भने म आफै तपाईँहरूलाई पुऱ्याइदिन्छु र टाढा हुनुहुन्छ भने होम डेलिभरी पनि को व्यवस्था पनि गर्नेछु। हेर्नु त भन्दै फुल पनि रेडी भयो। हेर्नु त कति राम्रो फुल भयो। भन्दै आजलाई यति नै भन्दै फेरि हामी नेक्स्ट भिडियोमा भेट हुने बाचा कसम खाँदै। जसले मेरो भिडियो लास्टसम्म हेरिदिनु भयो र जसको फरी पेजमा मेरो भिडियो आएको छ भने प्लिज लाइक कमेन्ट सेयर गरिदिनु ल। थ्याङ्क यू सो मच।